नमस्ते। इलाम जिल्लाको इनपा 9मा रहेको जुन शिला उत्पत्ति भएर प्रमिला माताले जुन सपनामा देखिएको भनेको ठाउँलाई चाहिँ अहिलेको परिवेशमा अथवा अहिलेको अवस्थामा यस्तो व्यवस्थापन गरिएको छ र सिसी क्यामेरा र बेलुकाको लागि लाइटहरू र यहाँ बस्ने व्यवस्थाहरू सबै गरेको छ र समितिको अनुसार चाहिँ अब विगतका दिनहरूमा यहाँ प्लमहरू लगाएर घेराबारा गरेर मन्दिर निर्माणमा हामी जुटेका छौँ भन्ने एक किसिमको जानकारी प्राप्त भएको छ र अहिले यहाँ भक्तालुजनहरू थुप्रै नै देख्न सकिन्छ। यो बिहान भएको कारणले गर्दाखेरि अलिकति खुल्ला छन्, तर पनि दिनमा निकै भक्तालुजनहरू आउने भन्ने बुझिएको छ। कति रुपियाँ पकाएको हो त्यो एउटा थाली चाहिँ? 150। यो शिलाले अपलोड गर्नु। अहिले चाहिँ यहाँको शिला निक्लेको ठाउँमा चाहिँ यसरी व्यवस्थापन गरिएको छ र यहाँबाट चाहिँ अब भित्र छिर्ने होइन, यहाँ बस्ने ठाउँहरू र यहाँ जुन बेला जुन त्यो अगाडिको अवस्था थियो अहिलेको चाहिँ यहाँनिर यस्तो देख्न सकिन्छ। र पूजासुजा गरिसकेपछि चाहिँ यहाँनिर यसो गरेर देख्न सकिन्छ। मैले एउटा प्रसादी भएको झोला छोडाएको छु, हेर्नु त। बनाउँदै हुनु